गुड मर्निङ एभ्रिवान सबैजनालाई मेरो फेसबुक युट्युब च्यानलबाट तपाईँहरूलाई नमस्कार अनि हार्दिक अभिवादन मेरो अनि ब्लगमा तपाईँहरूलाई स्वागत गर्न चाहन्छु। तपाईँहरूले अति नै मलाई माया गर्नुभएको छ अनि मेरो गीतहरूमा तपाईँहरूले धेरै लाइक कमेन्ट गर्नुभएकोमा तपाईँहरूलाई धन्यवाद। मेरो बेलुका अहिले छोटो एउटा हल्का गीत गाएर मैले सेन्ड गरेको थिएँ। तपाईँ धेरैजनाले माया गरिदिनु भएको एकदमै म धन्यवाद दिन चाहन्छु। यसरी नै मलाई साथ सपोर्ट दिनुभएकोमा तपाईँलाई धन्यवाद। तपाईँहरूको दिन एकदमै शुभ रहेको हो अनि हामी बाँचिन्जेलसम्म केही गर्न सकेको छैन, कुनै न कुनै हामी गर्न सक्छौँ होला, तर है यसरी नै एउटा संसारलाई चिन्नुको निम्ति हामी यो हामीले बनाएको छौँ। कुनै हामीले धेरै धन सम्पत्ति कमाउँ भनेर बनाएको होइन, एउटा संसारलाई चिन्यो, संसारले चिन्यो अनि एकदमै म त्यही नै देश रहन चाहन्छु। एकदम प्रिय प्रत्येकले माया गरिदिएकोमा मलाई धन्यवाद, तपाईँलाई एकदमै धन्यवाद दिन चाहन्छु। यसरी नै है सुख दुःख बुझिदिनु भएकोमा तपाईँहरूलाई धन्यवाद। अनि जहिले पनि इजक लिम्बूले तपाईँहरूलाई यो बिहानको शुभकामना दिन्छ। अनि हामी मरेर गएर केही पनि छैनौँ, हामी मानिस हुँदा नै कुछ न कुछ गर्नुपर्छ है। अनि हामी घमण्ड गरेर बसेर हाम्रो केही फाइदा छैन। दुनियाँलाई ढाँटेर दुनियाँलाई छक्काएर हामी केही पाउनेवाला छैनौँ है। हामी मान्छे भइन्जेल साँचो बोलौँ, साँचो कुरा गरौँ, त्यही नै असल छ। आज हामी साँचो बोल्छौँ भने कहिले पनि साँचो कुराले चाहिँ मेल खाएको हुँदैन। यो भन्न चाहन्छु मेरो फेसबुक युट्युब माध्यमबाट। हामीले झुट्टोको शिक्षामा बोल्छौँ भने हामी त्यही झुट्टो शिक्षाले हामीलाई कहिले पनि राम्रो ठाउँमा लाँदैन। त्यही झुट्टो शिक्षाले गर्दाखेरि हामी अबाटोतिर जान्छौँ। कसैले विश्वासको कुराहरू गरेकाहरू हामीलाई विश्वास गर्दैन है। अनि यसरी नै यो सुन्दर समय अनि बिहानीको समयमा एकदम साँचो कुरा बोलौँ। आज यो बिहान मात्रै नभएर प्रत्येक समय साँचो कुरा बोल्ने हामीलाई आफ्नो ईश्वरले वरदान दिएको छ। तर हामी साँचो कुरा बोलौँ अनि साँचो बाटोमा हिँडौँ भनेर म चाहिँ भन्न चाहन्छु। यसरी नै हामी हाम्रो छोराछोरीहरूलाई बिहान उठेर धेरै प्रेयर गरौँ। अघि हाम्रो छोराछोरीहरू धेरै कामहरू गर्न सकेको समयहरू यस्तो अन्त भएर आउँदैछ। अहिलेको छोराछोरी जेनेरेसनहरूले के गरी खान्छ, कस्तो गरी खान्छ भन्ने त हामीलाई सुझाउ हुनै छैन है। हाम्रो नाता नातिनीहरूले के गरी खान्छ भन्ने हामी त्यो बाटोतिर मलाई सोचहरू धेरै आउँछ। हाम्रो छोराछोरीहरूले त अथवा दुःख सुख अहिले गरेर खाँदैछ है। हाम्रो आउने नाता नातिनीहरूले चाहिँ के गरी खान्छ, कस्तो गरी खान्छ भनेर मलाई त्यो फिलहरू मलाई भइरहेको हुन्छ। बिहान उठेर म त्यो कुराहरू सोचिरहेको हुन्छु, बेलुका पनि सोचिरहेको हुन्छु। हाम्रो आउने कागको नानीहरू अनि मसिनो हिँडिरहेको गाउँको भाइ बहिनीहरूले मसिनो नानीहरू काखमा भइरहेको होला, के गरी खान्छ। अनि मलाई त्यो कुराको फिक्रीहरू आइरहन्छ। अनि मेरो मात्रै नाति नातिनीलाई होइन, आज सारा संसारमा भएको त्यो छोराछोरीहरूले के गरी खान्छ, कस्तो गरी खान्छ भन्ने मलाई त्यो खालको फिल हुन्छ है। बेलुका सुतिरहँदा लडिरहँदाखेरि अनि यो संसार हेर्नुहोस्, अनि अहिलेको सिचुएसन हेर्नुहोस्, घाम हेर्नुहोस्, पानी हेर्नुहोस्, अनि यो समयहरू कस्तो भएर आउँछ। अनि भविष्यमा त्यो नानीहरूले के गरी खान्छ भन्ने खालको मलाई त्यो खालको कुराहरूले मलाई एकदम छुइरहेको हुन्छ। अनि र पनि म धेरै सम्झिन्छु है। अहिलेदेखि हामी अब बाबुआमाले केही गर्न सकेको छैन। बाजे बोजूले त्यो छोराछोरीलाई नाति नातिनीलाई अब गोड्ने सुनौलो अवसर एउटा ज्ञान बुद्धि चाहिँ आमा र बाउलाई मात्रै नभएर त्यो नाति नातिनीलाई पनि दिनुपर्ने रहेछ, त्यो ठाउँहरू देखाउनु पर्ने रहेछ भन्ने खालको मेरो त्यो आत्मामा त्यो कुराहरू खेलिरहेको हुन्छ। अनि म बिहान उठेर सारा संसारको लागि प्रेयर गर्छु, म सारा दुनियाँको लागि प्रेयर गर्छु।
यही नै मेरो असल काम हो भनेर म चाहिँ भन्नु चाहन्छु। कुनै न कुनै दिन अनि मैले गरेका प्रेयरहरूले कतिजनाको जिन्दगी सफलता होला है। अनि हस्पिटलमा लडिरहेको बिमारीहरूलाई पनि प्रेयर गर्दाखेरि कतिजना छुटकारा पाएको होला। देश विदेशमा गएर त्यो संसारको आफ्नो कन्ट्रीमा बसेर त्यहाँ आफ्नो ड्युटी गरिरहेको सबै त्यो आफ्नो देशको लागि सुरक्षा गर्ने आर्मीहरूलाई पनि सबैजनाले प्रार्थना गर्नुपर्छ है। आफ्नो आफ्नो भगवान् अनुसार एकदमै, किनभने उनीहरू देशको सुरक्षाको लागि उनीहरूले त्यहाँनिर लडिरहेको छ है। तपाईँहरूले पनि प्रेयर गर्नुहोस् आफ्नो आफ्नो ईश्वरलाई है। म यही भन्न चाहन्छु, तपाईँहरूलाई धन्यवाद दिन चाहन्छु।